सम्पूर्णमा राधे राधे। म ज्योतिषाचार्य जनार्दन कणेल। मिति 2082 साल मुक्सिरको 7 गते आइतबारको राशिफल लिएर आएका छौं। सर्वप्रथम मेष राशि। मेष राशिका लागि भने आजको दिन एकदमै राम्रो दिन देखिन्छ। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा उच्च सफलताका योगहरू आजको दिन बनिरहेको देखिन्छ भने स्वास्थ्यमा भने केही समस्याहरू आउन सक्ने सम्भावनाका योगहरू आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी वृष राशिको कुरा गर्नेछौँ। वृष राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी मिथुन राशिको कुरा गर्नेछौँ। मिथुन राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी कर्कट राशिको कुरा गर्नेछौँ। कर्कट राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। हजुरले गर्न आँटेको कार्यक्षेत्र व्यापार व्यवसायमा घाटा नोक्सानीका योगहरू आजको दिन बनिरहेको छ भने यात्रामा भने केही समस्याहरू आउन सक्ने दुर्घटनाका योगहरू पनि आजको दिन बनिरहेको देखिन्छ। त्यसैगरी सिंह राशिको कुरा गर्नेछौँ। सिंह राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी कन्या राशिको कुरा गर्नेछौँ। कन्या राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी तुला राशिको कुरा गर्नेछौँ। तुला राशिका लागि भने आजको दिन राम्रो छैन। त्यसैगरी वृश्चिक राशिको कुरा गर्नेछौँ। वृश्चिक राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी धनु राशिको कुरा गर्नेछौँ। धनु राशिका लागि पनि आजको दिन एकदमै शुभ दिन देखिन्छ। त्यसैगरी मकर राशिको कुरा गर्नेछौँ। मकर राशिको लागि आजको दिन एकदमै राम्रो दिन देखिन्छ भने त्यसैगरी कुम्भ राशिको कुरा गर्नेछौँ। कुम्भ राशिका लागि भने आजको दिन खासै राम्रो समय रहेको छैन। त्यसैगरी मीन राशिको कुरा गर्नेछौँ। मीन राशिका लागि भने आजको दिन एकदमै शुभ दिन देखिन्छ। आजको राशिफल हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र विशेष गरी मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर लाइक कमेन्ट अवश्यमेव गर्नुहोला। हस्त नारायण। जय शम्भो। जय श्री पशुपतिनाथ। जय श्री मुक्तिनाथ।